नेपालको हलहरूमा रिसेन्टली घुइँचो लाग्यो स्पाइडरम्यान ब्रान्ड न्यू डे हेर्न। 5 दिन अगाडि एडभान्स बुकिङ खोलेको एकैछिनमा हाउसफुल भएको थियो र स्टिल पनि सोजहरू हाउसफुल नै छन्। यो स्पाइडरम्यान मुभीमा धेरै भिलेन्सहरू इन्ट्रोड्युस भएका छन्, जस्तै स्कर्पियन, द ह्यान्ड, तर सबैभन्दा पावरफुल भिलेन हो जीन ग्रे। आज कुरा गरौँ मार्वल कमिक्सको धेरै नै पावरफुल क्यारेक्टर जीन एलियन ग्रे। मार्वल युनिभर्समा धेरै ओभर पावर क्यारेक्टर्सहरू छन्, तर एउटा यस्तो क्यारेक्टर छ जसको जीवनमा पावर, लभ, डेथ र पुनर्जन्म सबै कुरा मिसिएको छ। त्यो हो जीन ग्रे। जीन ग्रे सानैदेखि सामान्य बच्चा थिएन। ऊ एउटा म्युटेन्ट हुन्छ र मार्वल युनिभर्समा सबै म्युटेन्टहरूको पावरहरू सप्रेस हुन्छ र कुनै इभेन्टले त्यसलाई अनलिस गर्छ। जीन ग्रेको केसमा त्यो इभेन्ट भयो उसको साथीको कार एक्सिडेन्ट, जसले गर्दा उसको म्युटेन्ट शक्ति जाग्छ। उसँग टेलिप्याथी र टेलिकाइनेसिसको पावर हुन्छ, तर सानो उमेरमा ठुलो पावर कन्ट्रोल गर्न उसलाई गाह्रो हुन्छ। जब उसको आमा बुवाले उसलाई प्रोफेसर चार्ल्स जेभियरकोमा लान्छन्, उनले जीनको दिमागमा ब्लक्सहरू बनाइदिन्छन् जसले उसलाई शक्ति कन्ट्रोल गर्न एकदमै सजिलो हुन्छ। पछि जब प्रोफेसर एक्सले एक्समेन टोली बनाउँदा जीन ग्रे पनि त्यसमा जोइन हुन्छ। तब उसलाई मार्वल गर्ल भनेर चिनिन्थ्यो। एकचोटि के भयो भन्दा एक्समेनको टिम स्पेसमा मिसन गर्न जाँदा स्पेस सटल सोलर रेडिएसनमा फस्छ र त्यसलाई बचाउन जीन ग्रेले फिनिक्स फोर्सको होस्ट बन्न रेडी हुन्छ। फिनिक्स फोर्स एउटा फिक्सनल एन्टिटी हो। फिनिक्स फोर्सले जीन जस्तै प्रतिरूप बनाउँछ र रियल जीन ग्रेलाई समुद्रको तल कुकुनमा राख्छ। पछि धेरै शक्ति भएको कारणले डार्क फिनिक्स बन्छ। डार्क फिनिक्स यति पावरफुल हुन्छ कि त्यसले पुरै डिबारी स्टार सिस्टम डिस्ट्रोय गर्छ र धेरै लाइफ्सहरू पनि डिस्ट्रोय गर्छ। त्यसैले सिआर एम्पायरले डार्क फिनिक्सलाई रोक्न युद्ध गर्छ र युद्धको बीचमा जीन ग्रेको कन्सियसनेस आउँछ र उसले आफूलाई नष्ट गर्छ। तर मार्वलले धेरै वर्षपछि ठुलो ट्विस्ट ल्याउँछ। जीन ग्रे त रियलमा मरेकै छैन भनेर। ऊ त समुद्रको तल कुकुनमा सेफ थिए। पछि जीन ग्रे फर्किन्छ र एक्समेनमा सामेल हुन्छ र साइक्लोप्ससँग उसको विवाह पनि हुन्छ। यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोस्, सब्सक्राइब गर्न नबिर्सनुहोस् यस्तै मुभिज र पप कल्चरको बारेमा जान्नको लागि।